सृजनात्मक शक्ति पूर्ण कि आंशिक? आंशिक सृजनात्मक शक्ति र अन्तर्दृष्टि प्रायशः सबै व्यक्तिहरूमा निहित हुन्छ र उक्त शक्तिको अभिव्यक्ति मानव जातिले विभिन्न कलाहरू जस्तै साहित्य, कविता, सङ्गीत, गीत, चित्र, मूर्ति इत्यादिद्वारा व्यक्त गरिरहेको पाइन्छ, जसले जीवनको कुनै एक पक्षलाई मात्र प्रभाव पारेको पाइन्छ, जबकि अनादि शून्यताको शक्तिले सम्पूर्ण जीवनलाई नै प्रभाव पार्दछ। यस्तो अनन्त सृजनाको मूल स्रोतले क्षमता र ज्ञानलाई प्रयोग गरे तापनि वास्तवमा सृजनाले ती कुरासँग आधारभूत सम्बन्ध राख्दैन। यो मूल शक्तिको स्रोतको अति गहिराईमा यो सृजना अप्रदूषित विचारद्वारा प्रस्फुटन भइरहन्छ, तर यो भौतिक संसारमा सृजनालाई खास गरेर यसले प्रदान गर्ने उपयोगिता, सौन्दर्य वा लोकाचार अनुरूपको अभिव्यक्ति प्रस्तुत गरेमा मात्र नाम र मूल्य दिने र रहने कुरालाई स्वीकृति दिएर सृजनात्मक अभिव्यक्तिलाई अपहेलित गरेको पाइन्छ। यदि कुनै पनि अभिव्यक्तिलाई अस्थायी अस्तित्वमा रहनुभन्दा बढी सम्मान र मूल्य दिएको खण्डमा सांसारिक खेलमा अल्झिरहने कुरा निश्चित छ। पवित्र सृजनात्मक अभिव्यक्ति पूर्ण रूपमा वैचारिक प्रभाव रहित स्वस्फूर्त हुन्छ। यदि कुनै कला वा काम प्रयासको परिणाम बन्ने बित्तिकै त्यसले व्यावसायिकताको खास्टो ओढी सृजनशील मार्गलाई शङ्कालु, ईर्ष्यालु र प्रतिस्पर्धी बनाउँदछ। यथार्थता त्यही हो जे छ र जुन सदा चलायमान हुन्छ, त्यही नै सृजनाको गति हो। यो सृजनाले न त कवि, कविता वा लेखकलाई औँल्याउँदछ, न त गायक, मूर्तिकार वा विचारकलाई नै औँल्याउँदछ। यो दक्षता, सिप, सम्झना र ज्ञानले चलिरहने सृजनालाई व्यक्त गरेको हुँदैन। जब मानस पूर्ण शान्त हुन्छ, तब त्यस शान्तपनबाट सदा नयाँ सृजनाको गति बहिरहन्छ। त्यो क्षणमा सृजनाको अभिव्यक्ति पहिला विचारको माध्यमबाट प्रस्फुटित हुन्छ र त्यस विचारले जे छ त्यही नै कुराको अभिव्यक्त गर्न पुग्दछ। यही शान्त गति, जसको अनादि नयाँपन हुन्छ, नै ब्रह्माण्डको पूर्ण नियम हो। वास्तवमा ध्यानको विशुद्ध रूपले स्वतः स्वयं सृजनशील प्रक्रियालाई प्रतिनिधित्व गर्दछ। सत्य सृजनाको रूपमा ध्यानको चमत्कार यो हो कि ध्यानलाई प्रत्येक पटक श्वास लिँदा जन्म लिने र श्वास छोड्दा मर्ने रूपमा अनुभव गरिन्छ। ध्यानमा परिपक्वता भन्नु ज्ञानबाट मानसलाई स्वतन्त्र राख्नु हो, किनभने ज्ञानले नै सम्पूर्ण अनुभवलाई नियन्त्रण र आकार दिन्छ। ध्यान भन्नु ज्ञानको संसारमा भौतारिँदै ज्ञातबाट स्वतन्त्र भई अज्ञातमा प्रवेश गर्नु र हुनु हो। ध्यान अति गहन, शुद्ध, निष्कलङ्क युक्त, विपरीतार्थक विहीन, छाया विहीन खेल हो, जुन पूर्ण रूपमा प्रज्वलित भइरहन्छ। तर यही स्पष्टताको अभावले गर्दा नै विभिन्न रूपले धार्मिक कुराहरूको अभ्यास गरी स्वार्थलाई नै कपटी युक्त बनाउने कुरा हाबी भएर गएको छ। तालिम सधैँ भविष्यतिर उन्मुख हुन्छ। तालिमको अर्थले लगातार धैर्यको प्रयासले भावी समयमा इच्छाइएको परिणाम प्राप्त गर्न सकिन्छ भनेर भन्दछ। जे होस्, वर्तमानमा हेर्न र गर्न सकिने कुरालाई पन्छाएर भावी कार्यक्रम निर्धारण गर्न र परिणाम निकाल्नमा महत्त्वपूर्ण जोड दिन लगाउने हाम्रा राम्रा बनाउँदा धार्मिक तालिमका शिविर र विधिहरू प्रशस्त छन्। अब यसरी भविष्यमा उद्देश्य निर्धारण गरेर कल्पना र आदर्शमाथि दृष्टि लगाइराख्नेले यथार्थमा दृष्टि लगाउनबाट टाढा राखी अहिले यहाँ र तत्कालको वास्तविकतालाई अपहेलित गर्दछ। कुनै पनि पूर्व अनुमानित ध्यान उचित शुभारम्भ हुन सक्दैन। केवल कुनै पनि वैचारिक प्रारम्भको पूर्ण अनुपस्थितिमा नै उचित शुभारम्भ हुन्छ। सृजनशीलता केही प्राप्ति गर्ने वा केही बन्ने प्रक्रिया नभई अस्तित्वको त्यस्तो अवस्था हो जहाँ पूर्ण रूपमा मलाई खोज्ने प्रयासहरूको अनुपस्थिति हुन्छ। पहिला कहिले अस्तित्वमा नआएको कुरालाई नै नयाँ भनिन्छ। यस ब्रह्माण्डमा विचार बाहेक अन्य सम्पूर्ण कुराहरूमा सृजनात्मक गतिशीलता छ, जसको अनुपमता विचारद्वारा व्यक्त गर्न सकिँदैन। यदि मानस
परिस्थितिहरूको सुझबुझद्वारा स्वयंलाई स्वतन्त्र राख्न सक्छ र तसर्थ कुनै कार्य गर्दछ भने त्यो वास्तविक कार्य नै सृजनात्मक चिन्तन हो। चिन्तनको तरिका नभई केवल तीक्ष्ण विवेकको स्वस्फूर्त सृजनात्मक कार्य छ, जुन भावना, कार्य र तर्कको सम्मेल हो। सृजनात्मक रूपले चिन्तन गर्नु भनेको मानस, मन र क्रिया बीच सुमधुर मिलन ल्याउनु हो। चिन्तन भन्नु नै स्वयं भावना र क्रिया हो, जसको गतिमा यदि कुनै बाधा, दबाव, विगतको धारणा, परम्परा वा बानीबाट आउने कार्यले रोकावट गर्दैनन् भने मात्र तब त्यो गति सृजनात्मक हुन्छ। पल पलमा हुने मृत्युले नयाँ कुराको सिर्जना गर्न सक्दछ। सुगन्ध अर्थात् पवित्र व्यावहारिक गुण कहिले पनि फूल अर्थात् जीवनबाट अलग हुने कुरा होइन। वास्तवमा फूल अर्थात् जीवन भन्नु नै उसको सुगन्ध अर्थात् सिर्जना हो। सुगन्धको रस नै फूल हो।